हिब्रू 12:14 हिब्रू 12:14 यसरी लेखिएको छ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। अनि आजको शीर्षक चाहिँ सबै मानिसहरूसँग शान्तिमा बस्ने प्रयत्न गर भनेर मैले राखेको छु। तपाईँले आफ्नै पनि राख्न सक्नुहुन्छ। आजको टपिक चाहिँ मेक एभ्री एफोर्ट टु लिभ इन पिस विथ एभ्री वान, इङ्ग्लिसमा भन्दाखेरि चाहिँ। अनि आज सबै मानिसहरूसँग हामी शान्तिमा बस्ने प्रयास चाहिँ प्रयत्न चाहिँ हामीले गर्नुपर्ने रहेछ। यो वचनले भनेअनुसार हाम्रो जीवनमा तपाईँलाई दुःख दिने, तपाईँलाई कष्ट दिने, तपाईँलाई सताउने है, तपाईँलाई खेद गर्ने मानिसहरू हामी पाउन सक्छौँ, हामीमा हुनसक्छ। तर पनि हाम्रो प्रयास चाहिँ हाम्रो प्रयत्न चाहिँ उनीहरूसँग पनि शान्तिमा बस्ने कोसिस गर्नुपर्ने रहेछ। यदि हामी शान्तिमा बस्न कोसिस गर्दैनौँ भने चाहिँ हामीमा समस्या छ। सायद हामीले परमेश्वरको वचनलाई पो बुझेको छैनौँ कि। आज त्यसको विषयमा आज हामी परमेश्वरको वचनमा हेर्दै जानेछौँ है। सबै मानिसहरूसँग शान्तिमा बस्ने प्रयास, कोसिस, एभ्री एफोर्ट हामीले लगाउनु पर्यो। हुनसक्छ तपाईँलाई खेदो गर्नेछ, तपाईँलाई दुःख दिनेछ, तपाईँको खुट्टा तान्ने छ होला, तर पनि हामी उनीहरूसँग पनि शान्तिमा बस्ने प्रयास गर्नुपर्छ। उनीहरूसँग सङ्गति गर्ने प्रयास गर्नुपर्छ। उनीहरूसँगै खाने हामीले प्रयास गर्नुपर्छ। उनीहरूको घरमा जान सक्ने है हामी हुनुपर्छ। फेरि पनि भन्न चाहन्छु, यदि हामीमा शान्तिमा बस्ने प्रयत्न गर्दैनौँ भने चाहिँ, कोसिस गर्दैनौँ भने चाहिँ हामीमा केही समस्या छ। तपाईँलाई म दुईवटा उदाहरण दिन चाहन्छु। पहिलो सामुएल 18मा 6देखि 9सम्म हामी हेर्नेछौँ। ल एकछिन पल्टाउनुहोस् तपाईँहरू। फर्स्ट सामुएल च्याप्टर 18 6-9। यहाँनिर हामीले सधैँ सुनेको दाउद र साउलको कथा छ। यहाँनिर दाउद र साउलको कथा छ। यहाँनिर तपाईँले शीर्षकमा हेर्नुभयो भने दाउद प्रति साउलको डाहा। अब किन डाहा गर्यो त? जब दाउदले पलिस्तीहरूलाई ध्वस्त गरेर मानिसहरू फर्किरहेका थिए, तब स्त्रीहरू इजरायलका सबै सहरबाट निस्के अनि तिनीहरू सितार र खैजडी बजाउँदै, गाउँदै र नाच्दै साउल राजालाई भेट्न आए। स्त्रीहरू आन्धिर भएर यसो भनेर गाउँथे। के भनेर गाउँथे सुन्नुहोस् है। अब साउलले हजारौँ हजारलाई ध्वस्त गरे र दाउदले त लाखौँ लाखलाई ध्वस्त गरे। 8मा साउल साह्रै रिसाए र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने दाउदको निम्ति तिनीहरूले लाखौँ ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्याउन मात्र बाँकी रह्यो। त्यस दिनदेखि उसो साउलले दाउदलाई डाहाको दृष्टिले हेर्न लागे। जब स्त्रीहरूले, दिदी बहिनीहरूले त्यतिखेरको समयमा है साउलले हजारौँलाई तर दाउदले चाहिँ लाखौँलाई मारे, ध्वस्त गरे मात्र गीत गाएको के थियो? साउललाई भित्रबाट रिस उठेर आयो। भित्रबाट ईर्ष्या, डाहा उसको हृदयमा निस्केर आयो। वास्तवमा भन्नुपर्दाखेरि साउलले दाउदलाई आदर गर्नुपर्ने थियो, सम्मान गर्नुपर्ने थियो, एप्रिसिएट हुनुपर्थ्यो। किन भन्दाखेरि गोलियत जस्तो डरलाग्दो परिस्थितिबाट इजरायलीहरूलाई दाउदले छुटकारा दिएको थियो। साउल त खुसी हुनुपर्थ्यो। वास्तवमा साउलले त स्याबास दाउद भन्नुपर्थ्यो। राजा साउलले एप्रिसिएट हुनु पर्थ्यो। तर उमा चाहिँ डाहा भएको हामी त्यहाँनिर देख्न सक्छौँ है। अनि दाउद चाहिँ साउलकै मान्छे हो, उसकै फौजको मान्छे हो, तर पनि राजा साउलले चाहिँ दाउदमाथि डाहा गरेको हामी देख्न सक्छौँ। दाउदप्रतिको प्रशंसा
अरू स्त्रीहरूले गर्दाखेरि साउललाई चाहिँ के भयो? रिस उठ्यो। अब किन रिस उठ्यो, किन ईर्ष्यालु भयो त भन्दाखेरि सबभन्दा पहिला चाहिँ के भयो भन्दाखेरि उसलाई म चाहिँ कमजोर रहेछु भनेर उसलाई इन्फिरियर फिल भयो। दाउदलाई त लाखौँ लाखलाई ठहराए, मलाई त 1000 मात्रै, म चाहिँ कमजोर, म चाहिँ इन्फिरियर, म चाहिँ एकदमै बेकम्माको भनेर उसलाई महसुस भयो। अनि त्यही भएर उसले डाहा गरेको हामी त्यहाँ देख्न सक्छौँ। उसले के भनेको छ? दाउदको निम्ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ 1000 मात्र। उसलाई इन्फिरियर, म चाहिँ कमजोर रहेछु, मलाई चाहिँ कमजोर बनायो। अब दाउदलाई चाहिँ ठुलो बनायो, दाउदको चाहिँ धेरै प्रशंसा गर्यो, मेरो चाहिँ प्रशंसा गरेन भनेर रिसाएको वास्तवमा भन्नुपर्दाखेरि। किन ऊ ईर्ष्यालु भयो? किन ऊ डाही भयो? ऊ इन्फिरियर फिल भयो है। किन भन्दा उसको लागि चाहिँ 1000 मात्रै अरूले भनिदियो, दाउदलाई चाहिँ लाखौँ लाख भनिदिएको कारणले गर्दाखेरि त्यति मात्रै गीत गाएको थियो स्त्री दिदीबहिनीहरूले, उसलाई एकदमै डाहा भएर आयो उसलाई। अर्को कुरा चाहिँ उसलाई किन डाहा भयो भन्दाखेरि चाहिँ, किन ऊ चाहिँ ईर्ष्यालु भयो भन्दाखेरि चाहिँ नेपोटिजम भनेको चाहिँ आफन्तवाद होइन, नातावाद होला सायद, के भन्छ नेपोटिजम। किन भन्दाखेरि चाहिँ उसको छोरा जोनाथन थियो नि त, अब यिनीहरूले मेरो छोरालाई जोनाथनलाई चाहिँ होइन, तर यो दाउदलाई चाहिँ अब यिनीहरूले राजा बनाउनै पर्यो भनेर चाहिँ उसलाई रिस उठ्यो, डाहा उठ्यो, डाही भयो। त्यहाँदेखि चाहिँ राजा हुनुपर्ने को वास्तवमा जोनाथन हुनु पर्थ्यो, तर यिनीहरूले चाहिँ अब दाउदलाई राजा बनाउनु पर्यो भनेर चाहिँ उसले सम्झ्यो। अनि उसले के भनेको छ? अब तिनलाई राजा तुल्याउन मात्र त बाँकी रह्यो। अब उनीहरूले त, यो स्त्रीहरूले, यो जनताले, यो प्रजाले त के अरे राजा तुल्याउन मात्र बाँकी रह्यो भनेर चाहिँ उसलाई त्यही भएर चाहिँ, त्यही भएको कारणले गर्दा चाहिँ उसलाई चाहिँ के भयो? रिस उठ्यो, मेरो छोरा चाहिँ अब राजा नहुनै पर्यो भनेर रिस उठेको, नेपोटिजम होइन। त्यो भएर उसलाई रिस उठेको हामी त्यहाँनिर देख्न सक्छौँ है। अनि तपाईँलाई म यहाँबाट के भन्न चाहन्छु भन्दाखेरि, जब हामी नातावाद, आफन्तवाद होइन, गुटबन्दी त्यस्तो खालको हामी भेदभाव गर्छौँ भने तपाईँ हामी चाहिँ पाप गरिरहेको हुन्छौँ। तपाईँ हामीमा चाहिँ साउलको आत्मा छ, अनि त्यो चाहिँ पाप हो। याकुब 2:9 के भन्छ भन्दाखेरि, यदि तिमीहरूले भेदभाव देखायो भने तिमीहरू पाप गर्दछौ। यदि हामी भेदभाव गर्छौँ, भेदभाव देखाउँछौँ, नातावाद, आफन्तवादको हामी कुरा गर्छौँ, पक्षपात गर्छौँ, गुटबन्दी, ग्रुपिजम हामी बनाउँछौँ भने चाहिँ तपाईँ हामी पाप गर्छौँ, अनि त्यो चाहिँ पाप हो। किन भन्दाखेरि हामी सबै परमेश्वरले एक नासले हेर्नुहुन्छ, हामी सबै परमेश्वरको छोराछोरी हो। अनि तपाईँ हामीले हेर्दाखेरि पनि परमेश्वरको दृष्टिले हामी हेर्नुपर्छ, एक नासले। परमेश्वरले जसरी हेर्नुहुन्छ हामीले पनि त्यसरी हेर्ने कोसिस गर्नुपर्छ। अनि ऊ चाहिँ मेरो छोरा, ऊ चाहिँ मेरो फलानो, ऊ चाहिँ मेरो ढिस्का, ऊ नै यहाँ मण्डलीको यो हुनुपर्छ, ऊ नै मण्डलीको त्यो हुनुपर्छ भनेर मण्डलीमा हामी वाद विवाद गर्छौँ भने अनि त्यहाँ चाहिँ पाप फैलिन्छ त्यहाँ चाहिँ है। अनि त्यहाँबाट चाहिँ पाप सुरु हुन्छ। अनि यो नातावाद, आफन्तवाद, पक्षपात, गुटबन्दी, अनि यो चाहिँ समाजमा, हाम्रो समाजमा, हाम्रो परिवारमा पनि यसले राज गरिरहेको छ। यो पापले त्यति मात्र नभएर मण्डलीमा पनि राज गरिरहेको छ। अनि मण्डलीमा पनि छ यो कुरा चाहिँ, मण्डलीमा पनि नातावादको कुरा हुन्छ, आफन्तवादको कुरा हुन्छ, नेपोटिजम, फेभरेटिजम, ग्रुपिजम्स, अनि यो कुरा मण्डलीमा पनि हुन्छ। अनि यो हाम्रो मण्डलीमा पनि छ त्यो त, अब अरू मण्डलीमा पनि छ र हाम्रो मण्डलीमा पनि छ, समाजमा पनि छ, परिवारमा पनि छ। तपाईँ हामी नातावाद, आफन्तवाद हामीमा त्यो छ भने तपाईँ हामीमा पाप छ भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ। हामी पाप गर्दछौँ भने तपाईँ हामीले बुझ्नुपर्छ। अनि यो पक्षपात, भेदभाव चाहिँ किन पाप हो भनेर तपाईँले अझै जान्नुहुन्छ भने हाम्रो युट्युब च्यानलमा 9 मिनटको भिडियो छ, तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुन्छ कसरी पाप हो भने।
तपाईँ अझै जान चाहनुहुन्छ भने म तपाईँलाई यति मात्रै राख्न चाहन्छु। मैले तपाईँलाई यहाँनिर भन्नु खोजेको चाहिँ सिबिएनसी मण्डलीमा पनि त्यसको हावाले छुइएको छ, त्यो हावा चलेको छ। यहाँ पनि तपाईँ हामी पनि आफन्तबाटको कुरा गर्छौँ, नाताबाटको कुरा गर्छौँ, तपाईँलाई मनपर्ने मान्छेको कुरा गर्छौँ, तपाईँलाई मनपर्ने मान्छे मात्रै, मलाई मनपर्ने मान्छे मात्रै हामी चुन्ने कोसिस गर्छौँ। अनि तपाईँ हामीमा त्यो खालको भेदभाव हामी गर्छ भने चाहिँ तपाईँ हामीमा चाहिँ पाप छ भन्ने कुरा हामी देख्न सक्छौँ। मैले तपाईँलाई भन्नु खोजेको चाहिँ साउलमा त्यो आत्मा थियो। के आत्मा थियो? नेपोटिजमको आत्मा थियो। मेरो छोरा चाहिँ अब जोनाथन चाहिँ राजा हुनुपर्ने हो भनेरमा उसको विचार थियो। तर तपाईँलाई थाहा छ, मलाई थाहा छ, परमेश्वरले अगाडिबाटै दाउदलाई राजा अभिषेक गरिसक्नु भएको थियो। परमेश्वरले राजा चुनिसक्नु भएको थियो। तर साउलको विचारमा चाहिँ मेरो छोरा जोनाथन राजा हुनुपर्छ। त्यही भएर उसलाई चाहिँ ईर्ष्या डाहा लागेको हामी त्यहाँनिर देख्न सक्छौँ। त्यही भएर चाहिँ दाउदलाई मार्न खोजेको हामी त्यहाँनिर देख्न सक्छौँ। यदि तपाईँ हामी एउटा डेन्जर कुरा, यदि तपाईँ हामी आफन्तवाद, नातावाद, गुटबन्दीको कुरा, तपाईँलाई मनपर्ने कुरा, तपाईँलाई मनपर्ने व्यक्तिलाई मात्रै हामी छान्छौँ, अगाडि बढाउँछौँ, अगाडि लान्छौँ भने चाहिँ परमेश्वरले चुन्नु भएको, छान्नु भएको अभिषेक्त जन, परमेश्वरले चुन्नु भएको, छान्नु भएको, एपोइन्ट गर्नुभएको जनलाई चाहिँ तपाईँ हामीले पछाडि ढिकाली पठाइरहेको हुन्छौँ। द्याट्स भेरी डेन्जर। त्यो चाहिँ एकदम खतरा छ मण्डलीमा है। फेरि पनि तपाईँलाई भन्न चाहन्छु है, अनि तपाईँ हामीले हेर्दाखेरि जहिले पनि परमेश्वरको नजरले हेर्नुपर्छ। परमेश्वरले कसलाई चुन्नु भएको छ, कसलाई छान्नु भएको छ, कसलाई चलाउन चाहनुहुन्छ, कसलाई परमेश्वरले अभिषेक गर्नुभएको छ, त्यो कुरा तपाईँ हामीले हेर्नुपर्छ। मण्डलीमा पास्टरको मात्रै म कुरा गर्दिनँ, सबै जेनरलमा, एज अ जेनरलमा म तपाईँको कुरा गर्दैछु है। अनि तपाईँ हामीले यदि नातावाद, आफन्तवादलाई मात्रै अगाडि बढाउँछौँ, तपाईँलाई मन परेको मान्छेलाई मात्रै हामी अगाडि चुन्छौँ, छान्छौँ, लान्छौँ भने चाहिँ परमेश्वरले चुन्नु भएको, छान्नु भएको व्यक्तिहरू चाहिँ पछाडि रह्यो भने चाहिँ त्यो चाहिँ एकदमै परमेश्वरको वचनको विरुद्धमा हुन्छ। अनि फेरि पनि भन्न चाहन्छु, परमेश्वरले दाउदलाई राजा अभिषेक गरिसक्नु भएको थियो, तर साउलले आफ्नो छोरा जोनाथनलाई राजा बनाउन चाहन्थ्यो। त्यही भएर उसलाई चाहिँ मेरो छोरा राजा नहुने पर्ने भयो भनेर चाहिँ उसलाई चाहिँ रिस उठेको त्यहाँनिर हामी देख्न सक्छौँ। अनि यहाँनिर मैले तपाईँलाई भन्नु खोजेको चाहिँ हामी सबैजना चाहिँ शान्तिमा बस्ने प्रयास गर्नुपर्छ है। जब हामी ईर्ष्या गर्छौँ, डाहा गर्छौँ, भेदभाव गर्छौँ भने हामी शान्तिलाई भङ्ग गरिरहेका हुन्छौँ, अशान्ति फैलाइरहेका हुन्छौँ है। अनि परमेश्वरले फेरि भन्न चाहन्छु, परमेश्वरले हामीलाई एकनासले हेर्नुहुन्छ, हामीले पनि एकनासले हेर्नुपर्छ। परमेश्वरले भेदभाव गर्नुहुन्न, तपाईँ हामीले पनि भेदभाव गर्नु हुँदैन। अब दाउदको विषयमा अलिकति हामी चर्चा गर्नेछौँ। दाउद चाहिँ कस्तो प्रकारको व्यक्ति थियो भन्दाखेरि चाहिँ दाउद चाहिँ शान्तिमा बस्ने प्रयास गर्ने व्यक्ति हो, शान्तिमा रहन चाहने व्यक्ति हो। जब साउलले उसलाई मार्न खोज्यो, तपाईँलाई थाहा छ कथा, मैले धेरै भन्नु पर्दैन। जब साउलले दाउदलाई मार्न खोज्यो अनि ऊ चाहिँ एउटा मरुभूमि हुँदै ऊ चाहिँ एउटा गुफामा, जहाँ चाहिँ मान्छेले दिसा पिसाब गर्थ्यो, त्यस्तो गुफामा ऊ चाहिँ पुगेको छ। भाग्दै 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 उसको ज्यान जोगाउँदा ऊ हत्तुहरान भएर एउटा गुफामा पुगेको छ, जहाँ चाहिँ मान्छेले दिसा पिसाब गर्थ्यो। तर दाउदले साउललाई दुईचोटि मार्ने मौका पाएर पनि उसले मारेन। उसले के भन्यो? परमेश्वरको अभिषेक्त जनलाई म हात उठाउँदिनँ। उसले माथिबाट के भनेको छ भन्दाखेरि तपाईँको मैले के बिगारेको छु र मलाई तपाईँले खेद्नुहुन्छ, खेदो गर्नुहुन्छ। वास्तवमा भन्नुपर्दाखेरि दाउदले केही पनि काम बिगारेको थिएन, दाउदको केही पनि गल्ती थिएन। त्यो दिदी बहिनीहरूले साउलले हजारौँलाई मार्यो, दाउदले चाहिँ लाखौँलाई मात्रै मार्यो मात्रै भनेर गीत मात्रै गाएको थियो। साउलले दाउदलाई मार्न त्यहाँदेखि उसको हृदयमा त्यो विचार पैदा भएको हामी त्यहाँ देख्न सक्छौँ है।
अनि मैले तपाईँलाई यहाँनिर भन्नु खोजेको चाहिँ दाउद चाहिँ कस्तो व्यक्ति शान्तिमा बस्न चाहने व्यक्ति शान्ति कायम गर्न चाहने व्यक्ति मिल्न चाहने व्यक्ति उसको हर प्रयास चाहिँ के छ शान्तिमा बस्ने प्रयास छ तर साउल भने चाहिँ हर समय उसको के छ अशान्तिमा उसलाई दाउदलाई मार्ने उसको चाहना छ इच्छा छ अनि आज प्रश्न चाहिँ यहाँ आउँछ तपाईँ हामी चाहिँ कुन ग्रुपमा छौँ तपाईँ हामीमा चाहिँ दाउदको आत्मा छ कि साउलको आत्मा छ दाउदको क्याम्पमा छौँ कि साउलको क्याम्पमा छौँ हामी खेद गर्दैछौँ कि ईर्ष्याले डाहाले रिसले भेदभावको कारणले गर्दाखेरि कि हामी दाउद जस्तै हामी जहिले पनि शान्तिमा तपाईँलाई खेद गरे तापनि तपाईँलाई दुःख दिए तापनि तपाईँलाई सताए तापनि हामी शान्तिमा बस्ने प्रयास गरिरहेका छौँ दाउदको गल्ती के थियो केही पनि थिएन तर पनि उसले के गर्दैछ दुई ताल मार्ने मौका पाएर पनि उसले मारेन तर ऊ अझै शान्तिमा बस्ने प्रयास गरेको हामी यहाँनिर देख्न सक्छौँ है अनि फेरि पनि तपाईँलाई प्रश्न सोध्न चाहन्छु तपाईँ हामी दाउदको क्याम्पमा छौँ कि हामी साउलको क्याम्पमा छौँ अनि त्यो प्रश्न चाहिँ तपाईँलाई छोड्न चाहन्छु अनि तपाईँले विचार गर्नुहोस् सायद तपाईँले मानिसलाई खेद पो गर्दै हुनुहुन्छ कि निर्दोष मानिसलाई सोझो मानिसलाई जसको गल्ती छैन इमान्दार मानिसलाई जसको कुनै गल्ती छैन त्यस्तो मान्छेलाई तपाईँहरूले खेद गर्दैछौँ कि विचार गर्नुहोस् यदि तपाईँ हामीले सोझो इमान्दार होइन त्यस्तो मानिसलाई उसको कुनै पनि गल्ती छैन त्यस्तो मानिसलाई हामी खेद गर्दैछौँ भने त्यो एकदमै खतरा छ त्यो चाहिँ एकदम खतरा हो अनि परमेश्वरले एक दिन न्याय गर्नुहुन्छ अर्को हामी हेर्नेछौँ गन्ती 12 को 1 र 2 मा हामी हेर्नेछौँ तपाईँले टपिकमा हेर्न सक्नुहुन्छ मोसाप्रति हारुन र मिरियमको विरोध मोसाकी कुशी पत्नीको कारणले मिरियम र हारुन मोसाको विरुद्धमा बोल्न लागे किनभने तिनले कुशी पत्नी ल्याएका थिए तिनीहरूले भनेको हारुन र मिरियमले भने के परमप्रभुले केवल मोसाद्वारा मात्र कुरा गर्नुभएको छ र के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र अनि परमप्रभुले यो कुरा सुन्नुभयो यहाँ तपाईँले के देख्नुहुन्छ ग्रुपिजम देख्नुहुन्छ हारुन र मिरियमले एउटा ग्रुप बनाइहालेछ लु तपाईँ र म मिलेर हामी मिलेर मोसाको विरोध गरौँ अब एउटा ग्रुपिजम बनाइहाल्यो ग्रुप बनाइहाल्यो अनि आज मण्डलीमा पनि तपाईँ हामी ग्रुप बनाउँछ भने चाहिँ त्यो चाहिँ पाप हो अनि तपाईँ हामीमा ग्रुपिजम हुनु हुँदैन तपाईँलाई मन परेको मान्छे होस् या मन नपरेको मान्छे होस् तपाईँ हामीले कहिले पनि ग्रुपिजम बनाउनु हुँदैन अनि ग्रुपिजम बनाउने मान्छेले चाहिँ मण्डली फुटाउँछ अनि यहाँ भने जस्तै हामीसँग पनि परमेश्वर बोल्नुहुन्छ हामी पनि मण्डली चलाउन सक्छौँ म लिड गरिहाल्छु तपाईँ गिटार बजाइहाल्नुहुन्छ तपाईँ वचन बोलिहाल्नुहुन्छ लेट्स डु इट है अनि मण्डली त्यसरी फुट्छ हारुन र मिरियमको आत्मा भएको मानिसहरू चाहिँ मण्डलीमा पस्यो भने चाहिँ मण्डली फुटाउनु चाहिँ त्यस्तो मान्छेले फुटाउँछ अनि त्यस्तो मान्छेले चाहिँ ग्रुपिजम बनाउँछ ग्रुप बनाउँछ समूह बनाउँछ पार्टी बनाउँछ आफ्नो पार्टी खोल्छ उनीहरूले होइन अनि विच इज भेरी डेन्जर अनि के गर्न थाल्छ परमेश्वरको जनको विरोध गर्न थाल्छ परमेश्वरको छोराछोरीको विरोध गर्न थाल्छ है अनि मैले तपाईँलाई भन्नु खोजेको चाहिँ चाहे पास्टर होस् चाहे लिडर्स होस् चाहे जोसुकै होस् चाहे सर्वसाधारण विश्वासी होस् हामीले कहिले पनि विरोध गर्नु हुँदैन कहिले पनि हामीले ग्रुप बनाएर विरोध गर्नु हुँदैन कहिले पनि तपाईँ हामीले ग्रुपिजम बनाउनु हुँदैन त्यो चाहिँ पाप हो अनि जब तपाईँ हामी ग्रुपिजम बनाउँछौँ भने चाहिँ तपाईँ हामीमा पाप छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नुहोस् भेदभाव गर्छौँ भने चाहिँ पाप छ भनेर बुझ्नुहोस् ईर्ष्या डाहा गर्नुहुन्छ भने चाहिँ ममा पाप रहेछ भन्ने कुरा बुझ्नुहोस् तपाईँले अनि यहाँनिर वास्तवमा उनीहरूले किन त्यसो गरेको भन्दाखेरि चाहिँ ईर्ष्याकै कारण हो
त्यो मिरियम र हारुनले चाहिँ किन त्यसो गर्यो भन्दाखेरि चाहिँ ईर्ष्याकै कारण हो, डाहकै कारण हो। त्यहाँ पनि त्यो डाहको कारणले, ईर्ष्याको कारणले गर्दा उनीहरूले पनि के बनायो, ग्रुप बनायो हो। हारुन र मिरियमको ग्रुप अनि मोसाको विरुद्धमा बोलेको हामी त्यहाँनिर देख्न सक्छौँ, विच इज भेरी डेन्जर। 9 र 10 मा लान चाहन्छु। त्यसकै 9 र 10, गन्ती 12 को 9 र 10। अनि तिनीहरूका विरुद्धमा परमेश्वरको क्रोध दन्कियो। कसको विरुद्धमा? र उहाँ त्यहाँबाट गइहाल्नुभयो। पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठ रोग लागेर हिउँ जस्तै सेती भएकी थिइन्। हारुनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। फेरि पनि भन्न चाहन्छु, त्यस्तो उदाहरणहरू हाम्रो समाजमा, क्रिस्चियन जगतमा धेरै त्यस्तो उदाहरणहरू छ। पास्टरको विरोध गर्ने, मण्डलीको विरोध गर्ने, एउटा विश्वासी अर्को विश्वासीको धेरै हामी विरोध गर्छौँ, जो चाहिँ सिधा छ, इमान्दार छ, जसलाई हामी दुःख दिन्छौँ, जसलाई हामी सताउँछौँ, जसको चाहिँ कुनै गल्ती छैन, त्यस्तो मान्छेको तपाईँ हामी विरोध गर्छौँ भने चाहिँ तपाईँ हाम्रो जिन्दगी, तपाईँ हाम्रो मण्डली, तपाईँ हाम्रो परिवार लथालिङ्ग भत्ताभुङ्ग हुन जान्छ है। अनि कतिजनाले त है, तपाईँ हामी कतिजना त पास्टरलाई बहिष्कार गर्न पनि हामी पछाडि पर्दैनौँ, हट्दैनौँ है। कतिवटा मण्डलीमा हामी त्यो देखिरहेका छौँ, मण्डलीहरू हामी त्यो देखिरहेका छौँ। अनि त्यो चाहिँ एकदमै के हो, पाप हो, जसलाई हामी सताउँछौँ, दुःख दिन्छौँ, जसको कुनै गल्ती छैन। अनि यहाँनिर भनेको सबै मानिसहरूसँग शान्तिमा बस्ने प्रयत्न गर। मेक एभ्री एफर्ट टु लिभ इन पिस विथ एभ्री वान। अनि हाम्रो प्रयास चाहिँ जहिले पनि त्यो हुनुपर्छ। उसले सतादा पनि, दुःख दिँदा पनि, कष्ट दिँदा पनि, तपाईँको खेदो गरे तापनि, तपाईँको खुट्टा तानेदा पनि हाम्रो प्रयास चाहिँ जहिले पनि शान्तिमा बस्ने प्रयास हुनुपर्छ। तेह्रमा यसरी लेखिएको छ, त्यो गन्ती 13 मा, तब मोसाले यसो भनेर परमप्रभुमा पुकार गरे, हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्। यहाँ पनि तपाईँले हामीले के देख्न सक्छौँ भन्दा चाहिँ मोसा चाहिँ शान्तिमा बस्ने प्रयास गरेको हामी देख्न सक्छौँ। उसले चाहिँ मिरियमलाई प्रार्थना गरिदियो, परमेश्वरमा पुकारा गरिदियो कि ऊ चाहिँ निको होस् भनेर। अनि प्रश्न चाहिँ यहाँ आउँछ, तपाईँलाई खेदो गर्ने, तपाईँलाई सताउने, तपाईँको विरोध गर्नेको लागि तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ कि हुँदैन? उसँगै बसेर खान सक्नुहुन्छ कि हुँदैन? उसँगै बसेर तपाईँ सङ्गति गर्न सक्नुहुन्छ कि हुँदैन? प्रयास गर्नुहुन्छ कि हुँदैन है? तपाईँहरूले भरमग्दुर प्रयास गर्नुपर्छ। यदि तपाईँ हामी प्रयास गर्दैनौँ भने चाहिँ, मैले भने यदि हामीमा त्यो कोसिस छैन भने चाहिँ, इफोर्ट छैन भने चाहिँ हामीमा समथिङ रङ, तपाईँहरू केही कुरा चाहिँ गलत छ। तपाईँहरूले परमेश्वरको वचन बुझेको छैन कि सायद, कि ईर्ष्या पो छ कि, डाहा पो छ कि, रिस पो छ कि, घमण्ड पो छ कि, होइन? त्यो कुरा तपाईँहरूले के अरे महसुस गर्ने कोसिस गरौँ। यदि तपाईँ हामी प्रयास गर्दैनौँ भने, यदि हामी हारुनको ग्रुपमा हामी पर्छौँ भने चाहिँ हामी चाहिँ एकदम गलत छौँ। तर यदि हामी के अरे मोसाको ग्रुपमा छौँ भने चाहिँ हामीले है प्रयास गरिरहेका छौँ भने चाहिँ तपाईँ सही ठाउँमा हुनुहुन्छ। उसको निम्ति प्रार्थना गर्नुहुन्छ भने चाहिँ तपाईँ सही ठाउँमा हुनुहुन्छ। अनि त्यो बेला फेरि तपाईँलाई म फेरि भन्न चाहन्छु, प्रश्न यो छ कि तपाईँ है तपाईँलाई सताउने, दुःख दिने, कष्ट दिने को लागि तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ कि हुँदैन? क्षमा दिन सक्नुहुन्छ कि हुँदैन? उसँगै बसेर खान सक्नुहुन्छ कि हुँदैन? उसँग सङ्गति गर्न सक्नुहुन्छ कि हुँदैन? उसको घरमा जान सक्नुहुन्छ कि हुँदैन? उसलाई जय मसीह भनेर भन्न सक्नुहुन्छ कि हुँदैन? त्यो प्रश्न तपाईँलाई म सोध्न चाहन्छु। त्यो प्रश्न मलाई पनि हो है। अनि जब हामी
उसँग मिल्ने कोसिस गर्छौँ, उसँग शान्तिमा बस्ने कोसिस गर्छौँ, उसँग हामी सङ्गति गर्ने कोसिस गर्छौँ भने चाहिँ तपाईँ हामीले प्रयास गरिरहेको हुन्छौँ। तपाईँहरूले के गरिरहेको हुन्छौँ? प्रयास गरिरहेको हुन्छौँ। अनि तपाईँ हाम्रो जीवनमा सायद अब सबैलाई त नहोला, तर तपाईँ हाम्रो जीवनमा एउटा न एउटा चाहिँ भिलेन निस्किन्छ। एक दुईजना त निस्किन्छ भिलेन। दाउदलाई सताउने साउल निस्कियो, मूसालाई सताउने हारुन र मरियम निस्कियो, योसेफलाई सताउने उसको 11 जना 10 जना दाजुहरू निस्कियो। अनि तपाईँ हाम्रो जीवनमा भिलेन आउँछ। भिलेन भनेको बुझ्नुहुन्छ होला होइन? तपाईँ हाम्रो जीवनमा तपाईँलाई सताउने, दुःख दिने, कष्ट दिने आउँछ। तर पनि हाम्रो हर प्रयास चाहिँ के हो त? उसँग मिल्ने कोसिस गर्ने हो। अनि सायद त्यो भिलेन त तपाईँ पो हो कि बा? त्यो भिलेन चाहिँ म पो हो कि सायद होइन? तपाईँको भिलेन म पो हो कि? मेरो भिलेन तपाईँ हुनुहुन्छ कि? तपाईँको भिलेन तपाईँको दाहिनेपट्टि बसेको हो कि देब्रेपट्टि बसेको हो कि? अनि कतिजनाले के गर्छ? सतावट आयो, दुःख आयो, कष्ट आयो भनेर सेवाकाई पनि छोडिदिन्छ। मिल्ने कोसिस गर्दैन, उसले के गरिदिन्छ? सेवाकाई नै छोडिदिन्छ। परमेश्वरले दिनुभएको बोलावटदेखि कहिले बाहिर आउट हुन्छ। सहन नसकेर, दुःख सहन नसकेर, कष्ट सहन नसकेर, विरोध सहन नसकेर, मिल्न नसकेर, बरु म उसँग मिल्दिनँ, बरु म सेवाकाई छोडिदिन्छु, आई एम डन, हात उठाएँ मैले आएदेखि। तपाईँ जहिले पनि सबैसँग मिलेर बस्ने, शान्तिमा बस्ने प्रयत्न गर्नुपर्छ। अनि आजको शीर्षक चाहिँ के अरे? सबैसँग शान्तिमा बस्ने प्रयास गर्ने हो। गर्नुहुन्छ? हो। आज हामी साउलको क्याम्पमा होइन, मिरियम र हारुनको क्याम्पमा होइन, तर आज हामी दाउदको क्याम्पमा अथवा मूसाको क्याम्पमा तपाईँ आउनुपर्छ। हामीलाई दुःख दिँदा पनि, कष्ट दिँदा पनि उनीहरूको निम्ति प्रार्थना गरिदिने, उनीहरूसँग गएर मिल्ने कोसिस गर्ने तपाईँ हाम्रो जमरको कोसिस तपाईँ हामीले गर्नुपर्छ। फर्स्टको भर्समा के भनेको छ? सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। धन्य शुद्ध हृदय उनीहरूले परमेश्वरलाई देख्नेछ। आमेन। तपाईँ हामीमा शुद्ध हृदय छ भने तपाईँले मैले परमेश्वरलाई देख्नेछौँ। धन्य शुद्ध हृदय हुनेहरू। अनि तपाईँ हामीमा शुद्ध हृदय हुनु पर्यो। पक्षपातको हृदय होइन, आफन्तवाद नातावादको हृदय होइन, ईर्ष्या डाहको हृदय होइन, घमण्डको हृदय होइन, विरोधको हृदय होइन, तर शुद्ध हृदय। अघि हामीले गीत पनि गाइरहेको थियौँ होइन? के हामी ख्रिस्टको रगतले शुद्ध भयौँ के त? शुद्ध भयौँ के त? कि अझै हामीमा डाह छ, घमण्ड छ, ईर्ष्या छ, नातावाद छ, आफन्तवाद छ, विरोधको आत्मा छ? कि हाम्रो हृदय शुद्ध भयो कि त? अनि शुद्ध हृदय उनीहरूले परमेश्वरलाई देख्नेछ।